हेलो गाइज जसरी मेरो अकुनाइ ब्लगमा आज चाहिँ म अनबक्सिङ गर्न जाँदैछु। मैले अस्ति दराजदेखि मगाएको सेलमा 12 चलिरहेको थियो, त्यसैले 2 दिन अगाडि मगाएको थिएँ यिनी दुईवटा चिज चाहिँ आज आइपुगे। यिनी दुईवटा चिजको नाम चाहिँ एउटा चाहिँ ट्राइपोड हो, गोरिल्ला पोड, अनि एउटा चाहिँ माइक हो है। र यसलाई अनबक्सिङ गरिहालौँ। यसको प्राइस जान्न छ भने लास्टसम्म हेर्नुहोस्। प्राइस अहिले भन्छु है म माइकको। यस्तो छ माइक। महँगो पर्यो पनि। प्लग एन्ड प्ले, 20 मिटर्स एक्सेसिबल रिसेप्सन, प्रिसाइज रेडियो, क्लियर टाइम रे, हाइली सेन्सिटिभ, वाइडली कम्पेटेबल। यो चाहिँ म भर्खर स्कुलदेखि आउने बित्तिकै आएछ, अनि पछि मैले यो अनबक्सिङ गर्न लागिसकेँ। हेर्न आउनुहोस्। यो यस्तो छ है। यो मेरो फोनको लागि लाग्छ कि नै? ओ यो टाइप सी, यो आइफोनको लागि, यो फेरि अर्को फोनको लागि, स्यामसङ जस्ताको फोनको लागि। यहाँ चाहिँ अन बटन छ। यो फर छ, यसमा दुईवटा पाइने रहेछ यस्तो। अब चाहिँ म यही लगाएर भ्लग गर्छु। क्वालिटी राम्रो त्यहाँ छैन क्या। यस्तो छ, हलुक्का छ, यो फर छ, त्यस्तो भारी जस्तो केही देखाएको छैन। गरेर देखाउँछु अनि कस्तो रहेछ भन्ने बुझ्नु है। अहिले पछि कनेक्ट गर्छु, पहिला यो अनबक्सिङ गरौँ। यसको प्राइस पनि अहिले भन्छु। यो चाहिँ गोरिल्ला पोड हो। भारी छ। मैले सोचे भन्दा ठुलै रहेछ। यस्तै त भ्लग गर्ने। यो चाहिँ जसरी पनि टङ्गाउनु मिल्छ क्या। भाँच्ची लाग्यो। यस्तो छ यो। यो चाहिँ स्ट्यान्ड हो। नफारमै यो चाहिँ मोबाइल स्ट्यान्ड हो। यसमा चाहिँ अहिले म मोबाइल राखेर देखाउँछु। सायद यो चाहिँ यस्तै होला। यहाँ हाल्ने ठाउँ छ, कस्ने। यसको प्राइसको कुरा गर्दा चाहिँ यो चाहिँ मलाई परेको हो 333, अनि डेलिभरीको साथ आउने बेला चाहिँ 564 पर्यो होइन। 433 परेको थियो क्या। डेलिभरीको साथ चाहिँ 500 हेर्न सक्छ खै। यति प्राइस छ 564। अनि यो माइकको कुरा गर्दा चाहिँ यो चाहिँ मैले सेरेमोनिया भन्ने त्यो के सर्च गरेको थिएँ, अनि त्यसपछि चाहिँ 1474। मसँग चाहिँ भाउचर थियो, दुईवटा भाउचर थियो। एउटा सिपिङ अनि एउटा चाहिँ खै कुन भाउचर थियो, अप्लाई गरेँ। यसको खासमा प्राइस चाहिँ 1600 हो कि कति देखाएको थियो, तर त्यो भाउचर कटाएर चाहिँ 1474 देखाएको छ। अब खै मैले जोड्छु है। हेलो गाइज, मैले यो अघि नै लगाउने बेला खै कस्तो आछ मलाई थाहा छैन त्यहाँ, तर सायद अलिअलि चाहिँ योबाट चाहिँ अलिकति भए पनि हजुरले डिफ्रेन्स सुनिराख्नु भयो होला। यहाँ चाहिँ मसँग अब ट्राइपोड पनि आइसक्यो। अबदेखि म ट्राइपोडले ब्लग बनाउँछु। खै अब यसमा पनि लगाएर हेर्छु है म। अनि यस्तो छ होइन, यहाँ हाम्रो बिरालो पनि छ। हेर्नु मैले चाहिँ यो अफ गरेको छु। अब मेरो क्या कस्तो आवाज हुने आछ भन्ने मलाई थाहा छैन। लगाइज मैले यो चाहिँ अलि त्यहाँ माथि टङ्गाएको छु। यसो चाहिँ अलि त्यो मोबाइल हेभी छ नि त, त्यसैले अलिकति के अरे लट्किने रहेछ तलतिर। अनि मैले बोल्न जान्दिनँ। अब यस्तोदेखि पनि कस्तो आवाज आउँछ। यहाँदेखि चाहिँ हामीले यहाँदेखि क्लिप हाल्न सक्ने रहेछ। यी सबै सामान भयो। मेरो टोटल बिल चाहिँ यसबाट बन्छ 2038। अनि भर्खर 2 दिन अगाडि मगाएको हो। 15 देखि 14 डिसेम्बरसम्म आउँछ भनेको थियो, तर चाँडै आइपुग्यो। यसको लागि म थ्याङ्क्स भन्छु। अब यो चाहिँ कहिलेसम्म चल्छ है, गोरिल्ला पोड र यो TX भन्ने माइक्रोफोन। बाई बाई।